हेलो हेलो रोनाल्डो के छ खबर? हेलो होइन मेसी दोस्त अनि म त लास्ट टेन्सनमा छु यार फाइनल पछि। के खेलिदिरहेको तिमी फाइनल त मलाई लास्ट औडा लगाइदिएर यार त्यही पनि तिमी फाइनलमा पुग्यो त्यसको लागि सेल्युट है मेसी दोस्त। मुला रोनाल्डो यार यत्रको स्याल्युट यार तिमी औडा कुरा नगर नि यहाँ कस्तो फाइनल हालेर मान्छेले यहाँ कस्तो टेन्सन भइरहेको तिमी नहाँस है मुला धेरै नहाँस त कस्तो खालि हाँसे गरिदिने यार मान्छेलाई यहाँ फाइनलमा यस्तो बिजोग भएर कस्तो टेन्सन भइरहेको तिमी हाँस्न त फोन हाने मलाई भन त बाबु त के भन्ने दोस्त तिमी मलाई हाँसेर यसो गर्नलाई फोन हाने हो भने चाहिँ फोन राख्थ्यो म कस्तो डिप्रेसनमा गइसकेँ क्या म है। अब भाडा पनि लाउँछ होला कति रुपियाँ भाडा लाउँछ डिप्रेसनमा गएको त्यही पनि अब खेल्न राम्रै खेल्न खोजे अब हेर अब खेल्ने त नि अब कुरो मिलेन भाग्य जुरेन अब म के भनौँ भन त तिमी पहिला सुरु औडा तिमी यार तिमी मुला तिम्रो बारेमा यस्तो केही बोल्दिनँ म फेरि मनमा लिइहाल्छौ नत्र म तिमीलाई पनि मुखभरिको जवाफ दिनेवाला थिएँ रोनाल्डो दोस्त हेर त्यस्तो नभन तिमी। अन्त तिमी त्यस्तो टेन्सन नल्याउ न अन्त तिमी र म त अब सँगै अघि बढ्नुपर्छ क्या अनि तिमी र म भने दुईजना त दाजुभाइ हो कि होइन पहिला कुरा यो भन त तिमी। ल मुला अब तिमी मेरो धेरै दिमाग नखाऊ है यहाँ गेम बिग्रेर मेरो कस्तो टाइम वेस्ट भइरहेको जस्तो भयो मलाई त कस्तो टेन्सन भएर पुरै डिबा कसाइ गरेर सुतम जस्तो आनन्दसँग बसौँ जस्तो भयो है। म एकछिन रेस्ट गर्छु है तिमी त्यो धेरै मलाई यस्तो कुरा नगरेर तिमी कहाँ के म तिम्रो बारेमा केही भन्नै चाहन्न हेर फेरि है मलाई भनौँ भने त म पनि सक्छु हेर फुत्त गरेर डिबा कसाइ लगेर गोल हाने जस्तो सजिलो छ हेर तिमीलाई भन्नलाई तर म चाहिँ भन्दिनँ अहिले है त्यही हामी मिलेर अघि बढ्नुपर्छ। हाम्रो केटाहरू किन लड्या होला नि हाम्रो फ्यानहरू मलाई अचम्म लागिरहेको म त यहाँ निन्द्रा लाएर पल्टेर लड्या हो यिनीहरू चाहिँ किन लडिरहेन् म मेलै पाएँ नि यार के हो नि है ल म पछि कुराहरूलाई ल बाई यार है म गएँ। अन्त यार दोस्त यार टेन्सन नल्याउ के अनि तिमी ल यार ल टेन्सन नल्याउ यार ल त्यही भन्न चाहन्छु ल बाई यार ल बाई बाई यार बाई।